दुई मात्र होइन, यो चितवनको सबै क्षेत्रको उम्मेदवार आफै हुन् जस्तो लाग्छ। त्यति धेरै मैले पाएको छु। सबै क्षेत्र मात्र किन, देशका विभिन्न भूभागमा जान्छु, आँखामा असीम आशा र भरोसा बोकेका बाआमाहरू, युवा पुस्ताहरू, बालबालिकाहरू हातमा फुल लिएर मुस्कान लिएर बस्दा यस्तो लाग्छ देशका सबै क्षेत्रमा मै उठेको छु जस्तो लाग्छ। देशभरिको माया प्राप्त गरेको छु, आफूलाई भाग्यमानी सम्झेको छु। म तपाईँलाई धन्यवाद बाहेक केही पनि भन्न सक्दिनँ। यो चितवन धेरै हिसाबले उर्वर भूमि हो, देवभूमि, तपोभूमि यो हुँदै हो, तर यो देशको इतिहास लेख्ने भूमि पनि चितवन भएको छ। म गर्वका साथ भन्छु 3 वर्ष अगाडि लडौँला, तर 34 वर्ष यिनीहरूले हाम्रो सपनामा डोजर चलाएका छन्। त्यसको हिसाब गर्नुपर्ने छ। त्यो हिसाब टाट बनाएको, किसानहरूलाई रोउन बाध्य बनाएको, पूर्वाधार विकास नगरेर एउटा खाल्डो तुरिएको, हेर्न एउटा पुस्ताले आफ्नो जिनी खेर फालेको, आफ्ना बालबालिकाहरू रुँदै विदेश गएको, यसको हिसाब चाहिँ 21 गते हामी लिन्छौँ। प्रतिशोध लिँदैनौँ, हिसाब चाहिँ हामीले लिनुपर्ने हुन्छ। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, म धेरै केही भन्दिनँ, यहाँहरूले एकपटक देखाइसक्नु भएको छ। केही अन्य राजनीतिक दलका साथीहरू पनि हुनुहुन्छ होला, आस्था विश्वास भएका साथीहरू हुनुहुन्छ। म उहाँहरूलाई यति भन्न चाहन्छु कि यसपटक देश परिवर्तनको यात्रामा आएको छ। तपाईँको वफादारी आफूले वर्षौँ सङ्घर्ष गरेको दलप्रति हुनुपर्छ होला, राजनीतिक निष्ठा र वफादारीले त्यो भन्छ होला, तर कुनै दल या नेताको वफादारी भन्दा देशको वफादारी देखाउने बेला यो हो, यो इतिहास रच्ने बेला हो है। कहीँ गएको छैन। मलाई वृद्ध बाबामा भन्नुहुन्छ भेटेर, बाबु यो देश बचाऊ, यो देश बचाऊ भन्नुहुन्छ। म भन्छु यो देश बच्छ पनि र यो देश बन्छ पनि, बच्छ पनि र बन्छ पनि। यो देश कुनै विदेशमा टाट बनाएको, किसानहरूलाई रोउन बाध्य बनाएको, पूर्वाधार विकास नगरेर एउटा खाल्डो तुरिएको, हेर्न एउटा पुस्ताले आफ्नो जिनी खेर फालेको, आफ्ना बालबालिकाहरू रुँदै विदेश गएको, यसको हिसाब चाहिँ 21 गते हामी लिन्छौँ। प्रतिशोध लिँदैनौँ, हिसाब चाहिँ हामीले लिनुपर्ने हुन्छ। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, म धेरै केही भन्दिनँ, यहाँहरूले एकपटक देखाइसक्नु भएको छ। केही अन्य राजनीतिक दलका साथीहरू पनि हुनुहुन्छ होला, आस्था विश्वास भएका साथीहरू हुनुहुन्छ। म उहाँहरूलाई यति भन्न चाहन्छु कि यसपटक देश परिवर्तनको यात्रामा आएको छ। तपाईँको वफादारी आफूले वर्षौँ सङ्घर्ष गरेको दलप्रति हुनुपर्छ होला, राजनीतिक निष्ठा र वफादारीले त्यो भन्छ होला, तर कुनै दल या नेताको वफादारी भन्दा देशको वफादारी देखाउने बेला यो हो, यो इतिहास रच्ने बेला हो है। कहीँ गएको छैन। मलाई वृद्ध बाबामा भन्नुहुन्छ भेटेर, बाबु यो देश बचाऊ, यो देश बचाऊ भन्नुहुन्छ। म भन्छु यो देश बच्छ पनि र यो देश बन्छ पनि, बच्छ पनि र बन्छ पनि। यो देश कुनै अमुक नेताले पार्टीले बचाउने होइन, सचेत जनताले बचाउने हो। तपाईँहरू जस्ता जनताले बचाउने हो। लोकतन्त्र बचाउने जनता छन्, कसैले फुर्ती लाउनु पर्दैन, जनताले जोगाउँछन्, कसैले फुर्ती लाउनु पर्दैन। आपत पर्दाखेरि जनता जागेका छन् यो देशमा।